Babahang bawa kare mahang bawa nama samba rai ma तत्कालीन नेपालका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँ बन्ने मूर्तिका लागि हामी नेपालबाट शिला गिफ्ट गर्छौँ, मूर्ति बनाउने र मेटेरियल गिफ्ट गर्छौँ भनेर त्यहाँ उहाँहरूलाई आग्रह गरेपछि त्यहाँबाट स्वीकार आयो र स्वीकार आइसकेपछि जानकी मन्दिरले गण्डकी प्रदेश सरकारलाई, गण्डकी प्रदेश सरकारले नेपाल सरकारलाई र नेपाल सरकारले कालीगण्डकीको तटमा मुख्यतः यो धार्मिक वर्णनअनुसार कालीगण्डकी तट सबैभन्दा पवित्र तट हुने र कालीगण्डकीले सिन्चित सम्पूर्ण भूमिहरू चाहिँ पवित्र बन्ने र त्यहाँ सिन्चित शिलाहरू पनि पवित्र शिला हुने भन्ने मान्यता रहेर उहाँहरूले हामी कालीगण्डकीलाई नै उहाँहरूले चयन गर्नुभयो र कालीगण्डकी तटबाट धेरै वर्ष टिक्ने गरी यहाँ जियोलोजिस्टहरू र इन्जिनियरहरूले दुईवटा शिलालाई पहिचान गर्नुभयो। एउटा कट साइड जुन थिकनेस स्ट्रेन्थनेस त्यसको कडापना 7 छ त्यो पहिचान गर्नुभयो र अर्को 3 ठुलो र सानो दुईवटा शिला पहिचान गरिसकेपछि त्यो शिलालाई हामीले त्यहाँबाट क्षमा पूजा गरी त्यसलाई झिकिसकेपछि हामीले हिजो मात्रै यो गलेश्वर धाममा ल्याएर राखेका छौँ। गलेश्वर धाम आफैमा यो शिला पनि एउटा पवित्र शिला, गर्वेश्वर पनि भन्छु यहाँ गलेश्वरलाई, यो जमिनबाट आफै उठेको यति ठुलो शिला छ। यो शिलामा भएको गलेश्वर मन्दिरसँगै हामीले कालीगण्डकीको तटबाट प्राप्त हुने शिलाहरूको पवित्रतासँग, यसको शुद्धतासँग र यसको धार्मिक महत्त्वकोसँग जोडेर हामीले यहाँबाट बिदाई गरिरहेका हौँ। यो शिलाबाट राम जन्मिएकोमा रामको लला बाल स्वरूप मूर्ति जनकपुरमा हामीले दिएपछि जनकपुरले उपहार दिने जुन शिलाबाट राम ललाको मूर्ति बन्नेछ र त्यो मूर्तिमा बेनी नगरपालिका स्थित वडा नम्बर 6 को जलेश्वर स्थिति बगरबाट प्राप्त गरिएको भनेर उहाँले त्यहाँ सूचीकृत लेख दिनुहुनेछ। त्यो लेखाइबाट हाम्रो यहाँको धार्मिक तथा यहाँको पर्यटनमा, यो पिलग्रिमेजमा धर्म पर्यटनमा पनि हाम्रो क्षेत्रलाई, हाम्रो नगरपालिकालाई, हाम्रो गलेश्वर क्षेत्रलाई पर्यटनसँग जोड्न सकिन्छ भनेर हामीले यो अभियानमा जोडिएका छौँ।